झुटा लाग्नुले हामीले गर्नुपर्छ पर्दैन पछि छोराले त्यसै भन्छौ के गर्यौ तिमीहरूले अब तिमीहरू जाऊ वृद्धाश्रममा भन्छ हाम्रो पनि अनि भने के भयो छोरी छैन नि त छोरीले पाल्ला चाहिँ के हुन्छ हो के थाहा अनि छोराले त त्यही भन्ला अनि कहाँ जानु हामी घरमै बस्नु यत्रो बनाएको घर के छ घरैमा बसेर घर टोक्नु हुँदैन पकाएर खाना दिने चाहिए धोइ पखाली गर्न चाहिए होला के गर्नु त हात खुट्टा लाग्यो भने चाहिँ आफैले गर्नु नलागेको खण्डमा यस्तो हुन्छ अब के गर्नु त्यति बेलाको वृद्धाश्रम फेरि वृद्धाश्रममा पनि पैसा राख्नुपर्छ अरे पैसा कति टिक्का पारी राख्नु धेरै कति लाख हो अनि त्यसै खाना दिन्छन् त उहाँ चाहिँ कसले ठिक्का पारिदिएको छ त दिँदैनन् त्यो पशुपतितिरको त कम्ता बिजक वृद्धाश्रम पनि कसरी बसिरहेछन् त घाटाहरूतिर धुसा बढेर यसो मच्छर कति लाग्दो सबैतिर त्यस्तै हो नि जहाँ पनि पैसा नतिरी कहाँ हुन्छ त अनि बिहान त्यति बेला चाहिँ अहिले त्यति बनाइयो